खान मोटरसाइकल वर्कसपमा तपाईलाई स्वागत छ। हामीसँग एउटा प्लेजर आएको थियो, त्यो आरपिएमै नबढ्ने, छोटल तानेपछि आरपिएम नबढ्ने कारण चाहिँ के रहेछ तपाईहरुलाई म देखाउँछु। प्लेजर चाहिँ यही हो। यसको कार्बेटर पनि सफा गरे हामीले, एयर फिल्टर पनि सफा हेरियो, सानो एयर फिल्टर पनि हेर्यो। यसमा दुईटा एयर फिल्टर हुन्छ। हामीले स्टेप बाई स्टेप चेक गरेको। यसमा पहिला ठुलो एयर फिल्टर चेक गरेको, त्यसपछि सानो एयर फिल्टर, त्यसपछि कार्बेटर पनि सफा गर्यो, तर पनि भएन। लास्टमा हामीले टाइपिट कभर खोलेर हेरेको के भएको रहेछ भनेर। यो यसमा प्रब्लम चाहिँ रहेछ, केम साफ्ट र रकर गएको रहेछ, त्यही भएर आरपिएम नहुने रहेछ, धेरै रेस नबढ्ने रहेछ, पिकअप पनि नहुने रहेछ। तपाईहरुलाई म देखाउँछु सामान कुन हो। हाम्रो नयाँ सामान यो हो, केम साफ्ट। यो चेन्ज गर्छौँ। यो पुरानो छ, यहाँ देखिसक्नु, भिडियोमा अलिक कमै देख्छ होला। अब यहाँबाट चाहिँ देख्नुभयो होला कति खाएको रहेछ। अनि यहाँ रकर पनि खाएको रहेछ, दाग देखिरहेछ। अर्को पनि छ। अनि टाइपिट नट पनि हामीले चेन्ज गर्छौँ। एउटा टाइपिट नट जाम रहेछ। हाम्रो नयाँ चाहिँ रकर यो हो। यो बाँकी हामी फिट गरेर तपाईहरुलाई म देखाउँछु भयो कि भएन। तपाईहरुको स्कुटर, प्लेजर या पुरानो मोडल डियो आयो भने, यस्तो प्रब्लम भयो भने स्टेप बाई स्टेप चेक गर्नु होला। मैले भनेको अनुसार यस्तै प्रब्लम हुन सक्छ। तपाईहरु कस्टमरको लागि पनि यो भिडियो हुन सक्छ, हाम्रो मिस्त्री मेकानिक साथीहरुको लागि पनि यो भिडियो हुन सक्छ। बाँकी हामी फिट गरेर देखाउँछु तपाईहरुलाई। फाइनली प्लेजर रेडी भइसकेको छ। प्लेजर हामीले केम साफ्ट रकर हालिसकेको छु, रेडी गरिसकेको छु। यहाँ देखिसक्नुहुन्छ, रेडी भइसकेको छ। यसलाई म स्टार्ट गरेर देखाउँछु तपाईहरुलाई। मैले गरेँ चेक, चाबी अन, त्यसपछि सेल्फ हान्छु, भएन कि खान्छु। स्टार्ट भइसकेको छ। यसको केमचेन पनि गएको रहेछ, केमचेन चेन्ज नगर्नु, पैसा छैन कस्टमरसँग भन्नुभएको रहेछ। यो रेस्ट दिएर हेर्छु। सुनिहाल्नु भयो, यो चाहिँ रेस हुँदैन थियो, पिकअप हुँदैन थियो, त्यही भएर हामीले चेन्ज गरेको हो। अब यो तपाईहरुलाई मैले देखाइसक्यो के चेन्ज गरेको। यही हो प्रोसेस। तपाईहरु हेरेर गर्न सक्नुहुन्छ, या हाम्रो स्कुटर चढ्ने कस्टमरहरु हुनुहुन्छ भने हेरेर मेकानिकहरुलाई भनेर बनाउन पनि सक्नुहुन्छ। अहिलेको लागि यति नै हो भिडियो। हस् त, धन्यवाद।